माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई माननीय सदस्यले सोध्ने प्रश्नको जवाफ दिनका लागि रोस्टरमा आउन आग्रह गर्दछु। माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्य विष्णुबहादुर विश्वकर्मालाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछ। म प्रश्न सोध्न चाहन्छु कि एक हप्तामा 2 दिन सार्वजनिक बिदा दिनुहुने राज्यलाई, विद्यार्थीलाई, व्यापारी व्यवसायीलाई, कर्मचारी तथा लाभग्राही जनतालाई के कति फाइदा या नोक्सान भएको छ? यो असफल भइसकेको विधि हो, फेरि जेएनजी सरकारले लागू गरेको छ। अब फेरि हप्तामा 1 दिनमा फर्किन सकिन्छ कि सकिँदैन? स्पष्ट पार्न म यो प्रश्न दर्ता गर्दछु। धन्यवाद। माननीय मन्त्रीज्यू। सम्माननीय अध्यक्षज्यू, तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक बिदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082 12-22 गतेको निर्णयबाट मिति 2082 12-23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार 2 दिने बिदा दिने व्यवस्था लागू गरिएको हो। सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्यजीवन सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, आन्तरिक पर्यटन प्रवर्धन गर्न तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले सातामा 2 दिन सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यस व्यवस्थाले कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ। सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत, सवारी, इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ। साथै कर्मचारी तथा श्रमिकको मनोबल र उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव पर्नुका साथै कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको छ। यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ। हालको लागि चाहिँ 2 दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन। म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, प्रश्नकर्ता माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनु भएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्माननीय अध्यक्ष महोदय मार्फत म मन्त्रीज्यूलाई पूरक प्रश्न सोध्न चाहन्छु। हप्तामा 2 दिन सार्वजनिक बिदा दिनुहुने पाठ्यक्रम नसकिने जोखिम, साना विद्यार्थीहरू पार्टीभरि खेल्ने र ठुला विद्यार्थी भ्रमण गर्ने जोखिम, सरकारी सेवामा सुस्तता, नागरिकमा शास्तिको जोखिम, लामो समयको बसाइले सेवाग्राहीमा खर्चको जोखिम, बिहान 9 देखि बेलुका 5 बजेसम्म बस्दाखेरि यातायातको जोखिम, विपन्न नागरिकमा स्वास्थ्य क्षेत्रमा गम्भीर असहजताको जोखिम, इन्धन खपतभन्दा पनि बढ्ने जोखिम, बैंकिङ प्रणालीमा कारबाहीको जोखिम देखिएकै छ। त्यो हुँदाखेरि यो 2 दिने बिदालाई 1 दिनेमा झारियोस् भन्ने म अनुरोध गर्न पनि चाहन्छु। धन्यवाद। माननीय मन्त्रीज्यू। मान्य सदस्यज्यूले राख्नु भएको चासो सरकारले ध्यानाकर्षणमा लिएको छ। विशेष गरी अब पाठ्यक्रम विद्यार्थीहरूको
विद्यालय जाने समय लगायतका विषयहरूमा सरकारी सेवामा मितव्ययी झन बनाउनु पर्ने लगायतका विषयहरूमा चासो रहेको पायौँ। यसमा सरकारको ध्यान आकर्षण भएको छ। विशेष त अब विद्यार्थीहरूको सवालमा चाहिँ के छ भनेदेखि विद्यार्थीहरू पढ्ने विद्यालयमा मात्रै हो भन्ने अवधारणाबाट हामी अलिकति बाहिर निस्किनुपर्छ कि भन्ने पनि हामीले सोच्नुपर्छ होला। किनभने विद्यार्थीहरूको सृजनशीलता बढ्ने ठाउँ चाहिँ विद्यालय मात्रै होइन, समाज पनि हो। खेल्दा साथीहरूसँग पनि धेरै तरिकाले चाहिँ विद्यार्थीहरूको आफ्नै तरिकाको वृत्ति विकास भइराखेका हुन्छ, विभिन्न कुराहरू हुन्छन्। संसारभरि धेरै देशहरूमा यस्तो अन्तर्राष्ट्रिय अभ्यास छ, यहाँहरूले थाहा पाइसक्नु भएकै छ। हामीले विशेष गरी यो इन्धन आपूर्ति असहजताका कारण तत्कालीन परिस्थिति समाधान गर्नको लागि यो उपायमा काम गरेका थियौँ। आगामी दिनहरूमा अहिले चाहिँ कुनै पनि पुनरावलोकन गर्ने त्यस्तो कुनै पनि गृह कार्य भएको छैन। आगामी दिनहरूमा केही हुन सक्छ भने यहाँको विषय चाहिँ ध्यान आकर्षणमा भयो भन्ने कुरा जानकारी गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्य भुवनबहादुर सुनारलाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्माननीय अध्यक्ष महोदय मार्फत माननीय मन्त्रीज्यूलाई निम्न प्रश्न गर्न चाहन्छु। 40 लाख दलित समुदायको हक अधिकार तथा विकासका सम्बन्धमा सदनबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन भएको ब्यौरा अवगत गराउँदै सरकारले यस सम्बन्धमा के गरिरहेको छ, कार्ययोजना बजेटको सुनिश्चितता के कसरी गरिरहेको छ, मन्त्रीज्यूसँग त्यसको कार्यान्वयनको अवस्थाबारे स्पष्ट पार्न माग गर्दछु। धन्यवाद। माननीय मन्त्रीज्यू। सम्माननीय अध्यक्षज्यू, दलित समुदायको हक अधिकार तथा विकासका सम्बन्धमा सदनबाट पारित सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न नेपाल सरकार मन्त्री परिषदको 2082-12-13 को शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गतको बुँदा नम्बर 5 मा दलित समुदायसँग औपचारिक क्षमा याचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने विषय समावेश गरिएको बेहोरा जानकारी गराउन चाहन्छु। यसलाई प्राथमिकता दिँदै संवैधानिक, नीतिगत, कानुनी र कार्यक्रमिक व्यवस्था सहित स्थिति पत्र तयार भएको पनि बेहोरा जानकारी गराउन चाहन्छु। नेपालको संविधानको धारा 40 मा व्यवस्था गरिएको दलितको मौलिक हकलाई कार्यान्वयन गर्न कानुन आयोगबाट दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भई महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा प्राप्त भएको बेहोरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो विधेयकको मस्यौदालाई विधान ऐन 2081 अनुसार कार्यप्रक्रिया अगाडि बढाउन विज्ञ सहितको समिति गठन भएको छ। यसको मुख्य उद्देश्य दलित समुदायको संरक्षण, प्रवर्धन, सशक्तिकरण र सामाजिक न्याय सुनिश्चित गर्दै राज्यका हरेक संयन्त्रमा उनीहरूको समान पहुँच र सहभागिता बढाउनु रहेको छ। यस विधेयकले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, परम्परागत पेशाको संरक्षण, भूमि तथा आवास र सेवा सुविधाको न्यायोचित वितरण जस्ता महत्त्वपूर्ण सामाजिक आर्थिक अधिकारहरूलाई समेटेको छ। दलित समुदायको हक अधिकार र विकासका लागि आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रममा दलित लक्षित कार्यक्रमहरू देहाय बमोजिमका रहेका छन्। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने, देशैभरिका दलित बालबालिकाहरूलाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1000 रुपैयाँ बनाइएको, दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रवृद्धि, स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढाइने, देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु 3 अर्ब बजेट विनियोजन भएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ। दलित समुदायको परम्परागत मौलिक सिप, कला र पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गरिनेछ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट दलित समुदायको थर सूचीकरणको लागि मिति 2083-318 मा नेपाल सरकार मन्त्री परिषदमा प्रस्ताव पेश भएको, साथै राष्ट्रिय महिला सशक्तिकरण परियोजना मार्फत लक्षित महिलाको उद्यमशीलता विकास गरी आर्थिक सशक्तिकरण गर्न 111 वटा स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन भइरहेको बेहोरा निवेदन गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्यले पूर्वक प्रश्न सोध्न चाहनु भएकोले विषयमा केन्द्रित भई पूर्वक प्रश्न सोध्न समय उपलब्ध गराउँछु।
सम्माननीय अध्यक्ष महोदय मार्फत मन्त्रीज्यूलाई सुरुमा त धन्यवाद दिन चाहन्छु, किनभने उहाँले हाँसी नै जवाफ दिनुभएको छ। त्यसमा यहाँ उहाँलाई चाहिँ बधाई दिँदै मेरो प्रश्न यस प्रकार छ। 100 बुँदे कार्यसूचीमा 15 दिनभित्र क्षमा याचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्न प्राथमिकता दिने वाचा कता हरायो? धारा 40 दलित मौलिक हक कानुन बनाई विशेष व्यवस्था गर्ने संविधानमै उल्लेख छ। 10 वर्षसम्म पनि प्राथमिकतामा परेन। यो सरकारले अझै 1 वर्षसम्म अथवा असार मसान्तसम्म पेश गर्ने भ्रमको खेती किन गरिएको छ? झिना मसिना सुधारका पुलिन्दा गाँसेर दलितका सघन बस्तीमा होम स्टे चलाउने कुरा कति सान्दर्भिक छ? माननीय मन्त्रीज्यू। सम्माननीय अध्यक्षज्यू, मान्यज्यूले राख्नुभएको विषयवस्तुप्रति सरकारको ध्यान आकर्षण भएको छ। यहाँले राख्नुभएका विषयवस्तुहरूलाई सम्बोधन गर्न सरकार सधैँभरि प्रतिबद्ध छ, तयार छ। अहिले विधेयकको पनि अन्तिम अब तयारी भइसकेको कारणले गर्दाखेरि त्यहाँ पनि के सुधार गर्नुपर्छ भन्ने विषय चाहिँ सरकारकै मार्फत अहिले त्यो विधेयकको मस्यौदा हुने क्रममा यहाँहरूको सुझाव छ भने त्यसलाई पनि अझ सुधारमुखी के गराउनुपर्छ मान्यज्यूबाट त्यसमा सुझाव आएको खण्डमा समेट्न पनि सरकार तयार छ। र सरकारले फेरि संसदमा दर्ता गराइसकेपछि सरकारको मस्यौदामा संशोधन हाल्ने अधिकार मान्यज्यूहरूको सधैँभरि छँदै नै छ। यो सँगसँगै सरकारका कार्यक्रमहरू सुधारमुखी अझै भएका छैनन् कि कहीँ अपुग भएको छ कि भन्ने मान्यज्यूहरूलाई कहीँ लागेको छ र यसो गर्दा उपयुक्त हुन्छ भन्ने केही कुराहरू मान्यज्यूहरूको सुझाव छ भने सरकारले एकदम खुल्ला हृदयले त्यसलाई ग्रहण गरेर सुधारमुखी कार्यक्रमहरू अगाडि बढाउनको लागि तत्पर र प्रतिबद्ध छ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। धन्यवाद।